छुच्चोमुख धेरैले देखे तर उहाँको हत्केलामा उठेका ठेला कतिले देखे भन्छु क्या म उहाँले गाली गरेको देखे तर देशप्रतिको मायाले भक्कानिएर रोएको कतिले देखे अघिको कुरा जोडा अब हैन उहाँको मैले धेरै भिडियोहरू हेर्छु म उहाँलाई फलो पनि गर्छु हैन मैले उहाँलाई भन्नु पर्दाखेरि चाहिँ उहाँ छुच्चो हुनुहुन्छ धेरैले भन्छन् छुच्चो छ यता छ उता छ अघि पनि मैले भने नि छुच्चोमुख धेरैले देखे तर उहाँको हत्केलामा उठेका ठेला कतिले देखे भन्छु क्या म उहाँले गाली गरेको देखे तर देशप्रतिको मायाले भक्कानिएर रोएको कतिले देखे हाम्रो जस्तो ऋणमा थलिएको देशलाई एउटा श्रमको महत्त्व बुझाउने माटोको महत्त्व बुझाउने माटो अर्थात् उत्पादन र ढुङ्गा अर्थात् कन्स्ट्रक्सन जुन लिएर उहाँ हिँड्नु भएको छ नि त्यो जायज हो कि होइन त्यो पनि क्वेसन छ क्या अनि त्यसैले गर्दाखेरि उहाँको सबै कुरा करेला जस्तो लाग्छ क्या मलाई तितो तर त्यसले देशलाई नोक्सान गर्दैन नि हामीले करेला खाँदाखेरि करेलाले त हामीलाई स्वास्थ्यलाई फाइदै गर्छ नि त तर त्यस तितो हुन्छ भनेपछि हर्कजी करेला जस्तै उहाँ पनि प्रधानमन्त्री बन्छु भनेर लागि पर्नु भएको छ आशा गर्नुहुन्छ अफ कोर्स उहाँ किन भविष्यमा उहाँ नेपालको प्रधानमन्त्री तपाईँ देख्न चाहनुहुन्छ चाहन्छु म त एकदम